यो बाटो पिच भएको जम्मा 6 महिना मात्रै भयो बाटोको अवस्था। फाल्टै फाल्टा हो नि यार, झन् बिगार। पुरानै बाटो ठिक छ। अब 6 महिना मात्रै भयो हेर्नुहोस् यो बाटो पिच भएको, खाल्टाखुल्टी हेर्नुहोस्। अब यो कसको कमजोरी हो या त भौगोलिक अवस्था यस्तै हो भनौँ भने। अब हिजोको बाटो कालिकाले कन्स्ट्रक्सनले पिच गरेको बाटो, गौरा कन्स्ट्रक्सनले पिच गरेको बाटो अब 20औं वर्षसम्म केही भएको थिएन। अब यो 6 महिना पनि भएन पिच गरेको। बाटोको अवस्था यस्तो छ। बाटो हेर्नुहोस् पहिलाभन्दा पहिल्यै ठिक थियो जस्तो फिल लागिसक्यो सबैलाई। यो बाटो पिच भएको बडीमा 3 देखि 4 महिना मात्रै भयो होला। मेसिनहरू अझै यही छन्, थन्काउनु भएको छैन। तर बाटो चाहिँ हेर्नुहोस् है, यो पिच गरेको त 2 देखि 3 महिनाभन्दा बढी भएकै छैन ल। त्यही पनि बाटो यस्तो छ। गर्ने मान्छेले राम्रोसँग नठेरिकन गरेर त्यत्तिकै अब बजेट पास गर्ने किसिमले गरेको उसले आफ्नो बर्खामा गर्छ हैन। बजेट पास गर्दाखेरि चेकिङ जाँच त्यति राम्रो हुँदैन। यो बाटोभन्दा पहिलाकै ठिक थियो। पछिल्लो समय इन्डियन पर्यटकको एकदमै रोजाइमा पर्न सफल झर्ना एकदम जति बेला पनि यहाँ गाडीहरू देखिन्छन्। ल अब अर्घाखाँचीको बाटो यही हो। हिजो यातायात मन्त्री पनि आउनुभयो, फेरि कुन बाटो जानुभयो ठ्याक्कै आइडिया त भएन। यो ठ्याक्कै 6 महिनाभन्दा बढी चाहिँ भएकै छैन यो पिच भएको। बाटोको अवस्था यस्तो छ हेर्नुहोस्। छ यो बागमती काठमाडौँबाट आएको नयाँ गाडी है त। जाम देख्न सक्नुहुन्छ। झर्ने 2 मिनट मात्रै गाडी रोक्यो भने यहाँ फेरि अवस्था यस्तो हुन्छ सिधा सिधा। गाडी खेला रहेछ सबैलाई हो